हेलो साथीहरू, आज म चाहिँ मेरो किचनमा पसिसकेको छु। फर्स्टमा हामीले अन्डा करी बनाउने आलु र अन्डा ल्याएँ। अब आलु र अन्डालाई आगोमा एकैछिन बोइल गर्न छोडिदिन्छु। अब म भने चाहिँ आलु बोइल भइसक्यो। अब म कराई बसालेँ। अब यसमा चाहिँ आलु प्याजहरू अन्डाहरू सबै रेडी बनाएँ। अब यसमा कराईमा तेल राख्छु। कराईमा तेल राखेपछि तेल तातो भएपछि मैले यसमा अब अन्डा फ्राई गर्छु एकछिन। अन्डा फ्राई रातो रातो हुने गर्छु साथीहरू। अन्डा चाहिँ एकदम फटफट भइरहेको छ, तेलमा पानी परे जस्तो छ साथीहरू। अब अन्डा फ्राई भयो, मैले यसलाई निकालिदिन्छु र अब म यसैमा प्याज हालिदिएर भुट्छु। एकछिन। प्याज हालेँ। अब लसुन पनि एकछिन हालेर म यसलाई भुट्छु। त्यसलाई चलाएर ब्राउन कलरको हुन दिन्छु र यो ब्राउन कलरको भयो। अब म यसैमा मसला हालेर भुट्छु। बेसार, मसाला, जिरा धनियाँको ब्लोज, खुर्सानी र नुन राखेँ। अब मैले यसलाई एकैछिन भुट्छु र म यसैमा टमाटर पनि हालिदिन्छु। साथीहरू, मैले धेरै मिठो त पकाउन जान्दिनँ, तर पनि मेरो किचनको तपाईँहरूसँग सेयर गर्दैछु आज अन्डा करी फर्सीको मुन्टा र ढिँडो बनाउँदैछु। अब यस्तो म एकछिन छोपेर टमाटर पाक्न दिन्छु। टमाटर पनि पाके जस्तो लागिसकेको छ साथीहरू। अब यसलाई आलु हालेर एकछिन भुट्छु साथीहरू। अब म यसलाई एकछिन छोपेर पाक्न दिन्छु र अब यसमा म पानी हाल्छु साथीहरू। आफूलाई जति चाहिन्छ त्यति हाल्न सकिन्छ। मैले यति हालेँ साथीहरू। अब म यसलाई छोपेर छोड्छु। अब म यता बाबुको चाउलो नि बनाउँदैछु साथीहरू। अब उसलाई पनि भोक लागे जस्तो भइसक्यो होला। अनि यता मैले भात पनि बसालेँ कुकरमा। अब यो अन्डा करी उम्ल्यो। अब यसैमा म अन्डा हाल्छु। अब अन्डा हालेर म यसलाई छोपिदिन्छु पाक्न लागि। यस्तो भएको छ साथीहरू मेरो अन्डा करी। आज धनियाँ रहेनछ, त्यसैले धनियाँ एड गर्न पाइनँ, त्यसको लागि सरी। फर्सीको मुन्टा नि धोएर पखालेर ल्याएर राखेको छु साथीहरू। अब
कस्तो इफेक्ट लेखेको। अब फर्सीको मुन्टा नि बनाउन मैले कराई बसालिसकेँ। फर्सीको मुन्टा नि मलाई एकदम मनपर्छ। यसको लागि मैले डल्ले खुर्सानी अनि लसुन फुराएँ साथीहरू। डल्ले खुर्सानी नै अब फर्सीको मुन्टा हाल्छु। फर्सीको मुन्टा हालिसकेँ साथीहरू। अब यसलाई मजाले चलाएर छोपिदिन्छु। नुन राखेर छोपिदिन्छु साथीहरू। अब यसलाई छोपिसकेपछि चाहिँ यस्तो भइसकेछ साथीहरू। मेरो फर्सीको मुन्टा पाकिसक्न लागिसक्यो। अब म ढिँडो बनाउन गइरहेकी छु साथीहरू। ढिँडोको लागि पानी बसालिसकेँ मैले। अब यो पानीलाई उम्लिन छोडिदिन्छु। अब ढिँडो उडाल्दैछु। मैले धेरै त जान्दिनँ साथीहरू, मम्मीसँग हल्का सिकेको। मेरो ढिँडो यस्तो भएछ। मैले क्यामेरा साथीहरू एउटा हातले समाउनु पर्ने, एउटा हातले काम गर्नुपर्ने, त्यही भएर उता राखेँ। मलाई पनि धेरै त आउँदैन साथीहरू ढिँडो पकाउन, त्यही पनि हल्का सिक्दैछु। मेरो युट्युब च्यानलमा नि गएर सब्सक्राइब गरिदिनु होला। लाइक कमेन्ट सब्सक्राइब, किनकि नयाँ साथीहरू मेरो फर्स्ट भिडियो हो। तपाईँहरूले हेरेर सपोर्ट गरिदिनु होला। ढिँडो फाइनल ढिँडो यतिको भएको छ साथीहरू। बाई बाई साथीहरू, नेक्स्ट